वेलकम टु माई युट्युब च्यानल। यो चाहिँ मेरो पहिलो भ्लग हो हैन। कमेन्ट लाइक शेयर सब्स्क्राइब गरिदिनु होला। अब चाहिँ बाहिरको भिडियो ल अब हाम्रो सुबिन भाइले चाहिँ यहाँ आफ्नो साइकल देखाउँछ। अब यहाँ हाम्रो सुबिन भाइको साइकल, यहाँ हाम्रो अमृत दाइ हुन्छ। यो दाइले नि भ्लग बनाउनु भएको। यहाँ चाहिँ यो दाइले पनि भ्लग बनाउनु हुन्छ हैन। यही दाइले मेरो युट्युब च्यानल खोलिदिनु भएको हैन। अनि के अरे यो चाहिँ मेरो साइकल उबाट मगाएको के काठमाडौँबाट। ल मैले सबै भ्यूबाट देखेँ। बसरबाट मगाएको हैन। यति महँगो यार। बल्ल किनेको हैन, अनलाइन मगाएको। अनि यहाँ चाहिँ पूजा भइरहेको छ। कहाँबाट किनेको? कहाँबाट? त्यो त भन्नु पर्यो नि। त्यो रातोबाट मगाएको बसरबाट किनेको हैन। यहाँनिर चाहिँ हेलमेट पनि पाउँछ यार। हेलमेट अलिक सानो हुँदा चाहिँ पिङ्क कलर गरेर पिङ्क कलर ब्लू। अब यहाँनिर पूजा भइरहेको छ। यहाँ चाहिँ पूजा भइरहेको छ। पवनको बुवा दिनु भयो। ल अब हैन आज चाहिँ त्यही हो। बेलुका भइरहेको छ। बेलुकामा मैले युट्युब च्यानल खोलेको हो र जति सक्नुहुन्छ तपाईँहरूले लाइक शेयर कमेन्ट सब्स्क्राइब गरिदिनु होला। अनि के अरे कमेन्ट बक्समा केही लेखिदिएर पठाइदिनु होला हैन। के अरे तपाईँलाई जे मन लाग्छ त्यही लेखिदिनु होला। तर जे पाइ त्यही चाहिँ नलेखिदिनु होला हैन। त्यही हो। अनि तपाईले जे लेख्नु छ लेख्नु। स्पेलिङ मिस्टेक भयो भने केही हुँदैन। हाम्रो लागि राम्रै हो। हाम्रो लागि अनि च्यानल बनायो हुन्छ भने लाइक शेयर सब्स्क्राइब कमेन्ट गरिदिनु। अनि मेरो च्यानल यो चाहिँ मेरो दाइ हो हैन। यो दाइले मेरो युट्युब च्यानल खोले हो। अनि यो दाइले पनि भ्लग बनाउनुहुन्छ। यो दाइको भ्लगको च्यानलको नाम चाहिँ प्रअमृत हो। प्रअमृत के अरे सर्च गरेर हेर्नु होला। बबाल भिडियोहरू आउँछ। मेरो चाहिँ यो एउटा मात्रै हो हैन। डेली आउँछ। अब उसको भ्लग पनि डेली आउँछ। अब मेरो पनि डेली आउँछ। अनि म चाहिँ अब भ्लगर बनिसकेँ हैन। मेरो पहिला सपनै थियो भ्लगर बन्ने हैन। त्यही हो भ्लगर बन्ने हैन। अब के भन्नु यस्तै हो जिन्दगी। भ्लगर बनेर सकिन्छ हैन। तँलाई माथि गएर भ्यू देखाइदिन्छु। हामीलाई भ्यू हेर्नु सक्नुहुन्छ यता। घाम पुरा आज हेटौडामा गर्मी भइरहेको छ। घाम पुरा लागिरहेछ। अनि घाम लागेको क्या उता नआएर भन्दै। अनि हामीले तपाईँले हाम्रो चराहरूको लागि छतमा पानी राख्नु होला होइन। छत छैन भने बाहिर राख्नु होला। छत छैन भने बाहिर राख्नु होला। तपाईँलाई धेरै दुःख कष्ट धेरै सब के अरे उता लान्छ पर लान्छ होइन। आजको लागि त्यति। बाई बाई ब्लग्स।